यसो छोप्ने कहाँ छ या पाल्ला ल टाइमर स्टार्ट गर्नु अब टाइमर स्टार्ट हैन 46 ग्यास अलिकति ठुलो बनाउनु नि त्यसको भोलम बढाउने छ त्यहाँ मरेको छैन दामी दाम त्यसलाई निकाले ठाउँ बनाइराख्नु पर्यो नि केमा निकाल्नु हो एकदमै निकाल्नु भएन सर त्यस्तै भुइँमै गरौँ ल सर अहिले पर भइजाउँ यसमा राख्दा नि हुन्छ यसमा गरौँ होइन राखेर रोलिङ गरौँ मजाले सर अहिले रोल गर्ने हैन कि अहिले एकछिन निकाल्नु यति बेला के सुक्छ होला एउटा समात्ने खादो ये खेती अभियान यो यसको समय चाहिँ 3 मिनेट होइन हो यहाँ बयान जाँदै गरेको ज्यादा रहेछ 3 मिनेट एकछिन त बस्छ होला निकाल्ने भएन नि त एउटा समाजले एउटा समात्ने दिनुस् न एउटा समाजले टाइम धेरै गइसक्यो टाइम धेरै गइसक्यो के कल आउनु भएको नि दिनु न क्यामेरा हिरो पुग्छ त पुग्नु पर्ने हो त बराबर गरेको अब यसो सर यहाँ मात्र राख्नु ल सर यसरी होइन भर लाग्छ मुनिको माथि यसलाई अब्जर्भेसन गर्नलाई ए हेर्नु त हजुर फेरिबाट त त्यस्तो होइन हजुर यो माथिको लागि मुनि हाल्ने ए ग्यास ठुलो बनाउनु त ग्यास ठुलो निभाइ नै सक्नु भएको लाइटर फलो गरिदिनु भाइ छु लाइटर लिन्छ बाल्नु न यो त साट्ने मात्रै हो नि त म फलो मिल्छ अझै अझै पकाउनै पर्छ पहिला बाल्नु पर्यो नि त ग्यास खोल्नु पर्यो नि त खोल्छ ग्यास खोल्छ त्यो लाल ठुलो बनाएर यसलाई अब माथिकोलाई मुनि हाल्नु पर्यो क्या 1.5 मिनट है सबसे मुनि त्यो थियो होइन त्यसलाई 1.5 मिनेट पछि चाहिँ तर यो टाइम चाहिँ अलिकति इभन माथि राख्नुपर्छ माथि अब यसो किन गरेको भन्दाखेरि यो 3 मिनटमा रेडी हुन्छ होइन यो मुनिबाट गएर त धेरै हिट पाउँछ नि त माथिकोले कम्ती पाउँछ अनि ठ्याक्कै आधी टाइम भएपछि माथिकोलाई मुनि अनि मुनिकोलाई माथि यसलाई यहाँ यसलाई यहाँ ग्यासलाई ठुलो बनाइन्छ टोटल 3 मिनेट त भइसक्यो तर यो हाम्रो टाइमिङ गर्ने सर हजुर चिया बनाउने यसो हामी यता म एकदम ध्यान दिइरहेको थिएँ तपाईँहरूलाई यतै दिनुपर्छ अहिले चाहिँ अलिक ठुलो अझै ग्यास बनाइन्छ गाडी गएन भने हिँड्नुपर्छ होला है रमन भाइ त्यो बिरामीको ठाउँमा गाडी जान्छ यहाँ तल मैले उयो देखिरहेको जान्छ यही किसिमको बास्ना आइरहेको छ यो चाहिँ स्टिल गरेर बनाउनु पर्ने रहेछ है ओलन टी हो दिदी ग्रीन टी बनाउनु ओलन ग्रीन टी बनाउनु यो स्पेशल चिया हो यो अर्गानिक यो त भाइ युरोपमा बेच्ने चिया हो यो कति मिनट उसिन्नुपर्छ यसरी मनी बनाउनु पर्छ 3 मिनेट भन्दा माथि गर्नु भन्दैछ सर चाहिँ 4 वर्ष त्यो चियामै पढ्नु भएको एकछिन 3 मिनट चाहिँ वेट गरौँ न अब रमनलाई पनि लिएर जानुपर्ने छ अघि 3 मिनट भयो हैन यो अघि टाइमिङ बिग्रियो नि त यो तलको माथि माथिको तलको यो नभेटेर नि मिठो बासना
ल ड्राई गर्नु अब चाहिँ निभाइदिनु भयो तलको निभाइदिनु होइन अब यसले त्यो पिल्स्याउँछ कि भन्ने पिल्साउँदैन होला सर ल हेर्नुहोस् त यस्तो खालको हुनु पर्यो हरियो बास्ना पनि सुन्नुहोस् त बास्ना सुन्नुहोस् तपाईँहरू न यो तपाईँको लगानी हेर्नु आउनु बास्ना आयो यो चाहिँ कसो नि त्यो हरियो मकैलाई चाहिँ उसिन्दाखेरि एक किसिमको बास्ना आउनुपर्छ नि त्यो खालको आउनुपर्छ क्या हरियोमा चिकन न अब यसलाई चाहिँ सेलाउनु राम्रो पर्छ कति छिटो सेलाइन्छ हातले चलाएर सेलाउनुहोस् त यसरी सेलाउनु पर्छ यो छिटो भुटेर खाँदा नि हुँदो रहेछ मैले खानु हुँदैन खानु हुन्छ त ग्रिन टी बगर एकदम ए ग्रेडको ग्रिन टी हो यो तेल बतारेर खाँदा हुन्छ त यसलाई चाहिँ सेलाउनुहोस् त यसरी हातले केलाएर एक एक कोटाको यसलाई सेलाउनुहोस् न हुन्छ नाङ्लो खै नाङ्लो धेरै ढिलो सेलायो भने पहेँलिन्छ यो तपाईँको यो दाउराले त ढिलो हुने रहेछ ग्यासमा चाहिँ छिटो हुन्छ हाम्रो मनी तर मलाई ठुलो ठुलो लाग्यो त यो ग्रिन टी त यतिकै चल्छ त हैन होइन अब यसलाई रोलिङ गर्न बाँकी छ अब यसलाई फेरि फेरि छोमर होइन अब यसलाई रोलिङ गर्ने मार्ने हल्का माडेर अनि हल्का होइन पुरै माड्नुपर्छ पुरै अनि त्यसपछि यसलाई फेरि सुकाउने उयो कराईमा घरै आउँदा ग्रिन टी भइरहेछ ग्रिन टी भइरहेको हुन्छ यो एकछिन बसेर खाएरै जानु न अब आधी घन्टा फेरि अब हामी घुमेर बिमार लानु पर्ने उपाय चाहिँ होइन हेर्नु सुकिसक्यो त सुकिने भने